खुट्टा हाल्नुहोस्। एउटा छुट्याइदिएको छु मैले है यसमा। बेसराम हातलाई ल्याउनुहोस्। हातलाई यसरी यस्तो चिथरो ला जस्तो गर्नुहोस्। यसो गर्नुहोस्, यसो गर्नुहोस्। आफ्ना रिसहरू, रागहरू, डाहाहरू, ईर्ष्याहरू, घमण्डहरू, अहङ्कारहरू सबै हातका औँलाहरू माथिबाट बाहिर निस्किरहेको भान गर्नुहोस्। भावनालाई यहीँ गर्नुहोस् त यसरी। यसले हातका जति पनि समस्याहरू छन्, नसा सम्बन्धी समस्या छ, नाडीका समस्या छ, पाखुराका समस्या छ, भन्न नि पाइँदैन मृत्यु नै एउटा सत्य हो, जीवन नदी झै बग्ने पानी हो। मृत्यु नै एउटा सत्य हो, हुँदैन उच्च नीच जातले, हुँदैन छुवाछुत कानुनले मान्दैन, छुवाछुत कानुनले मान्दैन। भत्काइदेऊ यस्तो नीतिलाई, गरौँ मान्छेले माया मान्छेलाई। भत्काइदेऊ यस्तो नीतिलाई, गरौँ मान्छेले माया मान्छेलाई। जब शरीर ठिक हुन्छ, मान्छेले मनस्थिति ठिक हुन्छ। परिस्थिति प्रतिकूल हुँदा पनि मनस्थितिलाई अनुकूल बनाएर बाँच्न सक्छ। शरीरै ठिक छैन भने मान्छे विभिन्न शरीरभित्रका रोगले ग्रस्त छ। प्रेसर, सुगर, हाइपरटेन्सन, विभिन्न किसिमका कारणले जौ तिल त्यस्ताका हामीले हवन गर्दैनौँ। हामीले के त हवन गर्छौँ त जडीबुटीबाट, जुन कि विभिन्न रोगबाट। सुनिदिनु होला है, ध्यान दिएर हल्ला नगर। पछाडि यहाँको पछाडि बस्नु होला।